नमस्कार। आज स्वास्थ्य संस्थामा भएको एउटा वास्तविक घटनाले मलाई निकै सोच्न बाध्य बनाए। यो हाम्रो गाउँघरको एउटा मात्र बच्चाको समस्या होइन, यो धेरै बच्चाहरूको समस्या पनि हो। जनचेतनाको लागि आज म यो समस्यालाई हजुरहरू समक्ष साझा गर्ने प्रयास गरेको छु। 4 वर्षको एउटा बच्चा आमासँग हातको घाउ देखाउन आएको थियो। बच्चा चाहिँ निकै चञ्चल र मासुम पनि थियो। उसको हातमा 5 रुपियाँको नोट पनि थियो। मैले त्यो पैसा बच्चालाई देखाउँदै सोधेँ, "यो पैसा के को लागि हो बाबु?" बच्चा चाहिँ हाँस्दै मलाई भन्यो, "चाउचाउ किन्नको लागि मामुले दिएको।" उसको मासुम जवाब सुनेर म पनि मुस्कुराएँ। तर जब मैले उसको मुखतिर हेरेँ, मेरो मन साह्रै दुख्यो। उमेर केवल 4 वर्ष, तर दाँतको अवस्था निकै खराब। लगभग सबै दाँत किराले खाइसकेका रहेछन्। मैले उसको आमासँग कुरा गर्दा थाहा भयो कि बच्चाले चाउचाउ, बिस्कुट, चकलेट र प्याकेटका खानेकुराहरू चाहिँ धेरै मन पराउँदो रहेछ। अनि मैले सोधेँ, दाँतमा समस्या भएको कति भयो? उहाँले भन्नुभयो, धेरै समय भयो, बेला बेलामा दुख्छ पनि। बच्चाले चाउचाउ, बिस्कुट, चकलेट धेरै खाएर यस्तो भएको हो। मलाई अचम्म पनि लाग्यो। आमालाई यति धेरै कुरा थाहा हुँदाहुँदै पनि दाँतको यो समस्या किन भएको होला? बच्चाले यस्तो खानेकुराहरू खान आफै सिकेका होइनन् नि त? यो त अभिभावकले नै सिकाएका कुराहरू हुन्, होइन त? यस्ता खानेकुराहरू खान बच्चाहरू त जन्मजातै सिकेर आएका होइन नि त? बच्चाका आमा-बुवा वा अभिभावकले नै सिकाएको होलान्। तर बच्चाको लागि यो समस्या केवल दाँतको समस्या मात्रै थिएन। यो त एउटा पोषणको समस्या पनि थियो। बच्चाको शरीर बढ्न, दिमाग विकास हुन, हड्डी र दाँत बलियो बन्न प्रोटिन, क्याल्सियम, भिटामिन र खनिज पदार्थहरू चाहिन्छ। तर बच्चाको पेट बारम्बार चाउचाउ, चकलेट, बिस्कुट जस्ता खानेकुराहरूले भर्यो भने पेट त भरिएला, तर शरीरलाई चाहिने पोषण पुग्दैन नि त। चाउचाउले बच्चाको भोक केही समयको लागि टार्छ, तर शरीरलाई वृद्धि गर्न आवश्यक पोषण धेरै कम दिन्छ। त्यसैले यस्ता बच्चाहरूमा दाँत बिग्रिने, तौल नबढ्ने, रोगसँग लड्ने क्षमता कम हुने जस्ता समस्याहरू देखिरह हुन्छ। हामीले बच्चा रोयो भनेर 10-20 रुपियाँको चाउचाउ, बिस्कुट, चकलेट किनिदिन्छौँ। तर त्यही पैसामा कहिलेकाहीँ हामीले केरा, उसिनेको अन्डा, भुटेको चना, मौसमी फलफुल यस्तै किसिमका पौष्टिक खानेकुराहरू पनि त दिन सकिन्छ। एउटा अभिभावकले आफ्नो बच्चालाई सबैभन्दा दिने ठुलो उपहार भनेकै स्वास्थ्य शरीर र राम्रो बानी बेहोरा हो। आज मैले देखेको त्यो बच्चा एउटा केवल बच्चा होइन, हाम्रो समाजका धेरै बालबालिकाको प्रतिनिधि जस्तै हो। उनीहरूलाई खान पुगिरहेको छ, तर पोषण पुगिरहेको छैन। मिठो स्वाद त पाइरहेका छन्, तर स्वास्थ्य भविष्य गुमाइरहेका छन्। र यी सबै कुराको जिम्मेवार चाहिँ हामी आमा-बुवा र अभिभावकहरू हुन्। अन्तिममा म सानो बाबु तथा नानीहरूको आमा-बुवा तथा अभिभावकलाई सानो अनुरोध गर्न चाहन्छु। यदि आफ्ना बच्चालाई साँच्चीकै माया गर्नुहुन्छ र उनीहरूको भविष्य राम्रो देख्न चाहनुहुन्छ भने उनीहरूको स्वास्थ्यलाई अलिकति राम्रोसँग ख्याल गरिदिनुहोस्। उनीहरूलाई सधैँ दैनिक 2 पटक दाँत माझ्न लाउनुहोस्। खास गरी राति सुत्ने बेलामा चाहिँ उनीहरूलाई मुख धोएर सुत्न लगाउनुहोस्। चाउचाउ, चकलेट, चिनी धेरै भएका खानेकुराहरू, गुलियो खानेकुराहरू चाहिँ उनीहरूलाई खान नदिनुहोस्। पौष्टिक खानेकुराहरू जस्तै दुध, अन्डा, दाल, फलफुल, सागसब्जी र मौसममा पाइने फलफुलहरू खान दिनुहोस्। बच्चाको दाँतलाई पनि शरीरको अन्य अङ्ग जत्तिकै महत्त्व दिनुहोस्। दुधे दाँत त हो नि, झर्छन् फेरि आइहाल्छन् नि भनेर चाहिँ हेला नगरिदिनुहोस्। कम उमेरमा दाँत बिग्रिएपछि उसलाई खाना चपाउन गाह्रो हुन्छ। दाँत दुखाइले रातभरि सुत्न सक्दैन। पढाइ र खेलकुदमा समेत असर पर्न सक्छ। सानो नानी बाबुहरूको अभिभावकहरूको जनचेतनाको लागि यो मेरो एउटा सानो प्रयास हो। यदि हजुरहरूलाई यो जानकारी उपयोगी लाग्छ भने अन्य अभिभावकहरू समक्ष पनि यो जानकारी पुर्याउनु हुन अनुरोध गर्दछु। हस्त, धन्यवाद।